हेलो साथीहरु, तपाईहरु सबैलाई स्वागत छ। आजको यस भिडियोमा आज हामीले कुबो एप कसरी दर्ता गर्ने र कुबोबाट कसरी पैसा कमाउने बारेमा सबै सुरुबाट नै जान्ने छौं र सबै कुरा तपाईहरुले यो भिडियो मार्फत थाहा पाउन सक्नुहुनेछ। सर्वप्रथम पहिला त हामीले यो कुबो एपलाई चाहिँ दर्ता गर्नुपर्ने हुन्छ र तपाईहरुले दर्ता गर्नको लागि फोन नम्बर, त्यसपछि गएर आफ्नो पासपोर्ट अनि यो जुन प्रमाणीकरण कोड छ त्यो चाहिँ राख्नुपर्ने हुन्छ र मैले चाहिँ पहिले नै दर्ता गरिसकेको छु र मैले चाहिँ अब लगइन गर्दै छु। तपाईहरुले आफ्नो फोन नम्बर र पासपोर्ट हाल्नु होला र त्यसपछि लगइन गर्नु होला। साथीहरु लगइन गरिसकेपछि यस्तो इन्टरफेस आउने छ र त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो माथि रिचार्ज, निकासी, चेक इन छ। योमा चाहिँ जस्तै हामीले लगइन गर्यौं भनेपछि लगइन गरिसकेपछि 200 रुपैयाँ चाहिँ बोनस पाउन सकिन्छ र चेक इनमा जाँदाखेरि डेली 10 रुपैयाँ चाहिँ हामीले बोनस पाउन सक्छौं र योमा चाहिँ जस्तै हामीले कसरी पैसा कमाउन सक्छौं भनेपछि कुबो 1 किन्नुहोस् जस्तै भनेको छ नि, दैनिक आम्दानी 150 हुँदो रहेछ। हामीले यो कुबो 1 किन्नको लागि 1000 रुपैयाँ हाल्नु पर्ने हुन्छ र कुल आम्दानी चाहिँ 180 दिनमा 27000 हुन्छ भने प्रत्येक दैनिक चाहिँ 150 रुपैयाँ हुन्छ भने कुबो 2 किन्नको लागि हामीले 2500 रुपैयाँ हाल्यौं भनेपछि हामीले दैनिक 400 रुपैयाँ कमाउन सक्छौं भने 180 दिनमा 72000 कमाउन सक्छौं र कुबो 3 मा चाहिँ कुबो 3 किन्नको लागि हामीले 5500 रुपैयाँ चाहिँ हाल्नु पर्ने हुन्छ र 5500 हामीले रुपैयाँ हाल्यौं भनेपछि हामीले एक दिनमा 910 रुपैयाँ पाउने छौं भने 180 दिनमा हामीले टोटल 1,63,800 रुपैयाँ चाहिँ कमाउन सक्ने छौं भने कुबो 4 किन्नको लागि हामीले 8500 रुपैयाँ भर्नु पर्ने हुन्छ र 8500 रुपैयाँ भर्यौं भनेपछि एक दिनमा हामीले दैनिक 1450 र 180 दिनमा 2,61,000 रुपैयाँ कमाउन सक्छौं भने हामीले कुबो 5 किन्नको लागि चाहिँ हामीले नेपाली रुपैयाँ 12000 भर्नु पर्ने हुन्छ र यदि 12000 रुपैयाँ हामीले भर्यौं भनेपछि दैनिक हामीले 2200 रुपैयाँ र 180 दिनमा हामीले 3,96,000 रुपैयाँ कमाउन सक्छौं र कुबो 6 चाहिँ चाँडै आउँदैछ भनेको छ र यो बारेमा पनि म थोरै जानकारी दिन्छु नि। 24000 हामीले यो कुबो 6 को लागि 24000 डिपोजिट गर्यौं भनेपछि डेली 4800 रुपैयाँ कमाउन सक्छौं भने मान्ने दिन चाहिँ 180 दिनमा लगभग 8,64,000 रुपैयाँ चाहिँ हामीले कमाउन सक्छौं र कुबो 7 चाहिँ खरिद गर्नको लागि हामीले 48000 हाल्नु पर्ने हुन्छ र 48000 हालिसकेपछि हामीले दैनिक 10000 सम्म पैसा कमाउन सक्छौं भने 180 दिनमा 18 लाख पैसा चाहिँ कमाउन सक्छौं र कुबो 8 किन्नको लागि चाहिँ हामीले 1 लाख रुपैयाँ हाल्नु पर्ने हुन्छ। 1 लाख रुपैयाँ डिपोजिट गर्यौं भने हामीले दैनिक 23000 रुपैयाँ चाहिँ दैनिक निकाल्न या जम्मा हुन्छ हाम्रो अकाउन्टमा र 180 दिनमा चाहिँ 41,39,998 हुन्छ भने हामीले कुबो 9 किन्नको लागि चाहिँ हामीले 1,50,000 रुपैयाँ हाल्नु पर्ने हुन्छ र 1,50,000 रुपैयाँ हाल्यौं भनेपछि हामीले दैनिक 37000 रुपैयाँ कमाउन सक्छौं भनेपछि हामीले 180 दिनमा चाहिँ 66,60,000 भन्दा बढी पैसा कमाउन सक्छौं र साथीहरु जस्तै अब हामीले पैसाहरु कमाइसकेपछि यो चाहिँ हामीले मैले चाहिँ कुबो 3 किनेको छु र 5500 को मैले कुबो 3 किनेको र मेरो पैसा चाहिँ देख्न सक्नुहुन्छ 834 छ र मैले अहिले 114 फेरि जम्मा गरे र 948 रुपैयाँ भइसकेको छ र साथीहरु यो देख्न सक्नुहुन्छ। तपाईहरुले यो एपबाट जस्तै अरूलाई इन्भाइट गर्नुभयो भने पनि तपाईहरुले बोनस पाउन सक्नुहुन्छ। मेरोमा चाहिँ कुल 3 जना व्यक्तिले मेरो मार्फत इन्भाइट भएर आउनु भएको छ भने मेरो चाहिँ 270 रुपैयाँ चाहिँ मैले बोनस प्राप्त गरेको छु र साथीहरु तपाईहरुले पनि यसरी नै पैसा कमाउन सक्नुहुन्छ र साथीहरु मैले चाहिँ एउटा तपाईहरुलाई के सजेसन दिन चाहन्छु भनेपछि यदि म पनि ट्राई गर्छु के हुन्छ त भनेर यदि तपाईहरु गर्न चाहनुहुन्छ भने आफ्नो मर्जी आफ्नो इच्छाले चाहिँ पैसा हाल्नु होला र अन्यथा योमा चाहिँ त्यतिकै पैसा नहाल्नु होला। यदि तपाई गए पनि जान्छ आए पनि आउँछ भनेपछि मात्र यो कुबो एपमा चाहिँ तपाईहरुले लगानी गर्नु होला र नत्र यदि तपाईहरुलाई रिस्क लिन मन छैन भने यो एपमा चाहिँ जस्तै तपाईहरुले पैसा लगानी नगर्नु होला र यो चाहिँ रजिस्टर गरेर नै 200 रुपैयाँ बोनस प्राप्त गर्न सकिन्छ भने दैनिक चाहिँ हामीले 10 रुपैयाँ एक्स्ट्रा पाउन सक्छौं र त्यो नै क्लेम गर्नु होला। साथी यो एपको लिंक चाहिँ तपाईहरुलाई मैले चाहिँ टेलिग्राममा हाल्दिने छु र तपाईहरु चाहिँ टेलिग्राममा जोइन भएर त्यहाँबाट तपाईहरु रजिस्टर गर्न सक्नुहुन्छ र साथीहरु 200 रुपैयाँ एक्स्ट्रा बोनस पनि पाउन सक्नुहुन्छ र साथीहरु यस्तै भिडियोहरु हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गरेर जोडिन नभुल्नु होला। धन्यवाद।